रुजिताले आफ्नो पावर देखाउँदै उ अब आफ्नो के यति जाडो हेलो गाइस ल हेलो भनौं सबले हामी चाहिँ लटरम्मेश्वर महादेव जाँदै छौं हामी अहिले बाटोमा एउटा ठाउँमा चिया खाँदै छौं गाइस तीन पानी पानीमा चिया खाँदै छौं यस्तै जाडो हो मैले गए जस्तो यो चाहिँ कतिको अरे कहना क्या चाहते हो जाडो दिखाउनलाई हो हेलो हेलो रोजिता हाई के छ जाडो छ कि छैन तातो भइरहेछ यार मलाई त चिया खाएको मलाई दिएन ल है म थाहा भए त म आउँदिन दिने हेर साथी यस्तो भन्नु हुँदैन तिमीले अलिकति पैसा तिर्दा के भयो त मलाई चिया खाएको पैसा आफै तिराउँछन् भन्ने थाहा पाइदा भए त म साँच्चीकै आउँदिन तिनी मम्मीले के भन्नु यति जाब कति रुपैयाँ खोइ ला मेरो दिदी दिन भए गिफ्ट गाइस हामी हिँडिसकेका छौँ अब हाम्रो यात्रा राम्रो हुन्छ भन्ने हामी पुरा विश्वासमा छौँ आज हामी सोचेको थिएनौँ कि यति जाडो गाइस मैले च्यालेन्ज गरेको हो मौसमले आज हामीलाई धेरै ठुलो च्यालेन्ज गर्यो हैन मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है एक्सिडेन्ट भएन बच्यौं गाइस हामी रुजिता कति राम्रो चलाउँदै रुजिताले चलाएकोलाई पोइन्ट दिए मैले 1 पोइन्ट रुजिताले गर्दा आज एक्सिडेन्ट हुनुपर्छ बच्यो गर्नु पर्यो है ठिक छ गाइस ठिक छ रुजिता हात कस्तो गर्ने रे हाम्रो चाहिँ यहाँनेर फसेर ल्यायौँ हाम्रो स्कुटर मैले त्यो ठाउँको भ्लग मिस गरेँ भनेर म गाइस हाम्रो यात्राले यस्तो मोड लिएको छ हो गुड गाइस गुड राम्रो गइरहेछ ओ रोजिता गुड म अगाडि जान्छु वेट मलाई भिडियो खिच्न अगाडि जान्थ्यौ ल साथीहरू हेर्नुहोस् रोजिता पहिला आउँदैछ वा अस्मिता दिजु अस्मी आइरहेछ राम्रो छ राम्रो अन्जुले पछाडिबाट आफ्नो पावर दिँदै हुनुहुन्छ वाउ अस्मी दिजु इज गुड wow good job Asmi wow keep it up now Rojita you can do it oh she said she is coming to help her Rojitaले आफ्नो पावर देखाउँदै उ अब आफ्नो गन्तव्य अगाडि बढ्दै छिन् अन्जुले उसलाई साथ दिँदै छिन् म पत्रकार अंकिता आचार्य रिपोर्टिङ गर्दै छु wow Asmi was great good Roji you can do it my friend my friend Rojita you can do it अस्मी रोजिताको हेल्प गर्न आइसक्नु भयो अन्जु चाहिँ आफ्नो हिरोइन पारामै हुनुहुन्छ है वाउ ल अब अस्मीको पावर हेरौँ है वाउ रोजिताले उसको हेल्प गर्दै गुड ग्रेट म आफ्नो क्यामेरामा सबै कुरा क्याच गर्न कोसिस गर्दैछु रोजिता आफ्नो दिदीलाई हेल्प गर्दैछिन् गाइज मेरो रिपोर्टिङ स्टाइल कस्तो लाग्यो भन्नु है म पत्रकारितातिर जानुपर्ने छ कि हाम्रो एकजना दाइले सहयोग गर्दै हुनुहुन्छ अब
हामीले हार मान्यौँ। 1 hour later. हाम्रो दाइले सहयोग गर्दै हुनुहुन्छ हामीलाई। 2 जना दिदीहरू ढकेल्दै हुनुहुन्छ। गुड गुड। ओ गयो फाइनल्ली। ओ धन्यवाद दाइ। उहाँहरूले हेल्प गरिसक्नु भएको छ र हामी अगाडि पुगिसक्यौँ। आज म कस्तो पत्रकार जस्तै भइसकेँ गाइस। म पत्रकारमा जाउँ कि भ्लगिङै ठिक छ भनिदिनु होला है मलाई। मेरो करियर कता छ? मेरो करियरको डिसिजन म तपाईँहरूको हातमा छोड्दैछु। मेरो फेस रोजिता आई एम प्राउड अफ हर टुडे। उसले एकदमै गाह्रो बाटोमा मलाई सजिलोसँग ल्याइ र लिएर आउँदै थिएँ। लास्टै गाह्रो तर बाटो है। यस्तो बाटो हामी अझै हिँडेको थिएन। नहेर्नु होला, अगाडिबाट हेर्नु होला। ओहो के हो पत्रकार ज्याकेट आयो त। किन पछाडिबाट उतापट्टि राख्नु? यहाँ त गाडी। हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। थ्याङ्क यू। मतलब हाम्रो स्कुटर बाइकको डेस्टिनेसनमा चाहिँ हामी आइपुग्यौँ। अब यहाँ बाइक राख्ने ठाउँ छ अरे फाइनल्ली। सीता हजुर ए हेर कति धेरै आइसकेछ, कति धेरै आइसकेछ मान्छे। लाट्रोमेश्वर महादेव जाने बाटो। वाउ। ल बाइक पार्किङ गर्नुहोस्। दिदी कस्तो भयो जर्नी? हो। ल गाइज हामी हाम्रो हिँड्ने पोइन्टबाट अब हिँड्दैछौँ। हिँड्न हामीले सुनेको 2.5 घन्टा भन्छन्, कसैले आधी घन्टा भन्छन्। हेरौँ कतिदेखि कतिसम्म पुग्छौँ हामी। ट्याक्कै बिहानको 9 बज्यो। अब कति बजीसम्म पुग्छौँ हामी चाहिँ हिँड्नु होला। अलिक अगाडि हिँड्छु कि म चाहिँ बोक्नुपर्छ भनेर। बोक्नुपर्छ भनेर रुस त हामी किन बोट